Hello everyone, welcome back to my YouTube channel after long time. Auto खोजेको अटो चाहिँ आएन. अब हिँड्दै जाँदैछु. लुक्स यतिको भएर चाहिँ हिँड्न सक्ने हुनुपर्छ है साथीहरु. मैले घरमा गाली खादा गरेर यो लुगा लगाएर हिँडेको. मैले अर्को लुगा लगाएको थिएँ, अलिक सर्ट थियो. सर्ट भन्दा नि घुँडासम्म आइपुग्थ्यो. अनि त्यो ड्रेस फुकालेर फेरि मैले यो लगाउनु पर्यो क्या. गाह्रो छ. गाउँमा बस्नलाई गाह्रो छ. अटो चाहिँ पाउँदै पाएन. यस्तो घाममा हिँडेर जानुपर्ने भयो. काली हुने भयो म. यत्रो घाम लागेको छ नि. के भन्नु, मेरो हालत खराब हुनेवाला छ. वेट, चस्मा लाउँदा त खत्री पो देखिन्छ है. क्या हो, कार्तिक लाग्न लागिसक्यो. कस्तो गर्मी हो पूर्वतिर त. उफ, दाइ पनि रमाइलो मान्छेहरु. सर र अटो चढेर म चाहिँ दाइसँग गफ गर्दै लागे. आजको एक्सपेक्टेसन चाहिँ खत्रै छ मेरो. फाइनली मैले चाहिँ इन्ट्री गरिसकेको छु. यहाँको एम्बियन्स हेर्नु साथीहरु, यस्तो बबाल छ, यस्तो दामी छ. ओ माई गॉड के. अब यो चाहिँ इलाम पनि हैन, यो चाहिँ भेरेटार पनि हैन, यो चाहिँ हाम्रो ब्रोडवे क्याफे हो. एकदम राम्रो छ. हट भएर आउनुस्, कुल भएर जानुस्. क्या यस्तो फ्रेस हुन्छ नि. एक दिनको लागि भए पनि, एकछिनकै लागि भए पनि एकदम फ्रेस माइन्ड बनाउनु छ भने चाहिँ यता जाँदा हुन्छ. पर्सनली मलाई चाहिँ एकदमै राम्रो लाग्यो. ड्रिङ्कमा चाहिँ मैले लिए जुस. अनि त्यस पछाडि आयो हाम्रो तुना स्यान्डविच. यो चाहिँ मेरो फर्स्ट ट्राई हो. तुना स्यान्डविच चाहिँ मैले खाएको थिइनँ. हेर्दा चाहिँ एकदम खाम लागिरहेको थियो. एकदम दामी देखिरहेको थियो. खाएर चाहिँ भन्छु कस्तो लाग्दो रहेछ है त. त्यस पछाडि मैले हातमा उठाएर च्वाप्प लगाएर अचारमा चोबेर ग्वाम खान लागे. यसको टेस्ट चाहिँ मलाई ठिकै लाग्यो. स्यान्डविच चाहिँ मलाई एकदमै मिठै लाग्यो. यहाँको एम्बियन्समा रमाउँदै खानुको मजा नै छुट्टै छ. त्यस पछाडि फ्रेन्च फ्राई खान लागेको. यस्तो मिठो थियो. चुम्मीवाला मिठो थियो. लास्टै मिठो लाग्यो मलाई चाहिँ. ग्वाम त्यही भएर दिन थालेँ मैले चाहिँ. त्यस पछाडि आइपुग्यो मेरो चिकन 65. यसलाई पनि ग्वाम खान थालेँ मैले चाहिँ. मिठो लाग्यो. एभरेज ठिकै लाग्यो मलाई चाहिँ. यो चाहिँ त्यस्तो वाउ जस्तो लागेन मलाई चाहिँ. मिठै थियो त्यही पनि. अनि त्यस पछाडि यहाँनिर मैले फोटो भिडियोहरू खिच्नु लागे. यहाँको एम्बियन्सको चाहिँ कुरै छोडिदिउँ क्या. बब्बालै छ. एकदम दामी छ. यो समरको लागि चाहिँ एकदम क्या फ्रेस भइन्छ. एकचोटि आउनु होला, इन्जोय गर्नु होला. बाई बाई साथीहरु, फेरि भेटौँला अर्को भिडियोमा.